दर्शकवृन्द नमस्कार। कार्यक्रम जीवन परिवेशमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। करिब 2 महिनाको गृह कार्यपछि कार्यक्रम जीवन परिवेश अब हरेक 15 दिनमा प्रसारण हुनेछ। आउनुहोस्, यस श्रृङ्खलाको पहिलो पाहुनाको रूपमा हामी निम्त्याउँदैछौँ धुलीखेल अस्पतालको प्रशासकीय निर्देशक तथा एक कुशल चिकित्सक डाक्टर राजेन्द्र कौजुर। डाक्टर साहब, यहाँलाई स्वागत छ कार्यक्रममा। हस्, धन्यवाद। करिब 2 हप्ताको लागि अमेरिका भ्रमणमा आउनुभएको थियो। हजुर। कति सफल भयो यहाँको भ्रमण? मैले त यसलाई धेरै सफलको रूपमा लिएँ। म यहाँ अमेरिकामा बस्नुहुने हाम्रो नेपाली मेडिकल डाक्टरहरूको सोसाइटीमा जाने मौका पाएँ, त्यहाँ भाग लिने मौका पाएँ। त्यसपछि गएर म युनिभर्सिटी अफ वासिङटनमा केही कुराहरू गर्न जाने मौका पाएँ। त्यसपछि युनिभर्सिटी अफ न्यू मेक्सिकोमा भ्रमण गर्ने मौका पाएँ। अब त्यसपछि यहाँ म डलास आउँदैछु। यो भ्रमणमा मैले धेरै कुराहरू सिक्ने र सम्भाव्यताका कुराहरू पनि गर्ने मौका पाएँ। सफल भएको मान्छु। नेपाली समाजमा समेत यहाँ साह्रै व्यस्त मानिस र आफ्नो हस्पिटलका काम, पढाइ, विभिन्न कुराहरूलाई छोडेर आउनुभएको छ। कसरी मिलाउनु भयो यी सारा कामहरू 2 हप्ताको लागि? यो चाहिँ बेसिकल्ली कस्तो भयो भनेदेखि मलाई यहाँ आउनु मुख्य उद्देश्य चाहिँ अहिले म जहाँ काम गर्छु धुलीखेल अस्पताल काठमाडौँ विश्वविद्यालय, त्यहाँबाट चाहिँ यो शिक्षा र स्वास्थ्य भन्ने कुरा एक ठाउँमा मात्र रहिराख्दैन। यसलाई विकास गर्ने क्रममा यसमा आधुनिकता पनि थपिनुपर्छ र यसमा अरू विकास भएका क्रमहरूलाई पनि जोड्दै लानुपर्छ र आफूमा मात्र होइन, अझ धेरै यो अन्तर्राष्ट्रिय स्तरमा पनि कहाँ हामीले बढाउन सक्छौँ भन्ने कुरा नै हेर्दै गर्नुपर्छ। त्यसैको सिलसिलामा चाहिँ अब हामीले धुलीखेल अस्पतालमा काम गऱ्यौँ, काठमाडौँ विश्वविद्यालयमा मिलेर विश्वविद्यालयको मेडिकल स्कुल चलायौँ। यसलाई अझ यसको स्तर उन्नति गर्नको लागि यो अमेरिकामा पनि रहेका एकदम स्तरीय विश्वविद्यालयहरूसँग केही कामहरू गर्न सकिन्छ कि र अमेरिकामै बस्नुहुने मेडिकल डाक्टरहरूबाट उहाँहरूको पनि इच्छा छ नेपालमा केही गरौँ भन्ने र उहाँहरूसँग पनि सहकार्य गर्न मिल्छ कि भन्ने उद्देश्य भएको हुनाले यो 2 हप्ता जसरी भए पनि निकालेर यसले अझ भविष्यमा राम्रो काम गर्न सकिन्छ कि भन्ने उद्देश्यले चाहिँ 2 हप्ता निकालेर आइयो। त्यसैले म खुसी छु। यो 2 हप्ता अमेरिकामा बस्नुभयो, अन्ततः यहाँ अन्तिम दिनहरूमा हुनुहुन्छ अहिले। कस्तो लाग्यो अमेरिका? नेपालबाट फरक अथवा उस्तै यहाँको दिमागमा प्रथम पटक अमेरिकाको बारेमा? अब यसलाई 2 किसिमबाट हेर्न मिल्छ। भौतिक रूपमा हेर्ने हो भनेदेखि अत्यन्तै फरक नेपालबाट यहाँ, है। तर यो मानवताको आधारमा अथवा सोसाइटीको हिसाबले, सामुदायिक हिसाबले, फिलोसफिकल हेर्ने हो भने समस्या समाधानका कुराहरू, यस्तो कुराहरू गर्ने हो भने खासै धेरै फरक होइन। संसारको कुनै पनि कुनामा बसेपछि मानव समाज हुन्छ। मानव समाजमा एक खालको कुनै प्रिन्सिपल चाहिन्छ, पोलिसी चाहिन्छ र काम गर्ने शैली चाहिन्छ। त्यसमा धेरै कुराहरू फरक छैन, तर भौतिक संरचनामा त धेरै नै फरक छ। एक त कुरा भनौँ न, यहाँ दिन भयो भने त्यहाँ रात, त्यहाँ भयो भने दिन भयो भने यहाँ रात, त्यही नै फरक भयो। तर त्योभन्दा पनि अर्को ठुलो फरक हेर्ने हो भनेदेखि यो विशाल देश छ अनि यहाँको विकासको सीमा चाहिँ एकदमै धेरै उच्च स्तरीय छ, धेरै माथि छ। हरेक कुरामा हेरौँ, हैन। अनि यहाँको ट्रान्सपोर्टेसनमा हेरौँ, मिडियामा हेरौँ, कम्युनिकेसनमा हेरौँ, मेडिकलमा हेरौँ, इन्डस्ट्रीमा हेरौँ, सबै चिजमा चाहिँ हामीभन्दा धेरै अगाडि छ। त्यो पक्कै हो। र यहाँको जिन्दगी पनि धेरै व्यस्त छ। हामी कहाँ भन्दा यहाँ धेरै फरक छ। यी कुराहरू सबै फरकको बावजुद पनि
एउटा म मेडिकल डाक्टरको हिसाबले हेर्ने हो भनेदेखि बिरामीले डाक्टरबाट के आश गर्छ, डाक्टरले बिरामीलाई के दिन्छ भन्ने त संसारको कुनामा एउटै हो। हामी पनि त्यस्तै खालको सेवा दिन खोज्छौँ, यहाँ पनि त्यस्तै खालको सेवा दिन खोज्छ। हजुर, समाजकै लागि काम गर्ने हो सबैले, हामी पनि त्यहाँ त्यही नै खोज्छौँ, यहाँ पनि त्यही नै खोजिन्छ। समाजको उन्नतिको लागि के कुराहरू गरेर राम्रो हुन्छ भन्ने कुरा जसले पनि खोजिराखेका हुन्छ। तपाईँ हामी यसरी कुरा गर्नु पनि सायद त्यसैको एउटा उपलब्धि हो। यसबाट कति मान्छेहरूलाई अझ हामीले राम्रो गर्न खोजौँ भन्नेको हो कि। अनि यो कुरा भनेको जहाँ पनि छ, त्यो चाहिँ जहाँ पनि छ, यहाँ पनि छ, त्यहाँ पनि छ। समस्या पनि दुवै ठाउँमा छ। हामी कहाँ हाम्रै स्तरको समस्या छ, यहाँ एउटै स्तरको समस्या, एउटै प्रकारको समस्या छ, स्तर मात्र फरक छ। भनौँ हामीलाई 1 अर्ब रुपियाँ पुगेन भनौँ भनेदेखि यहाँ चाहिँ 100 अर्ब रुपियाँ पुग्दैन भन्ला, तर नपुग त नपुगै हो दुवैतिर, हजुर, होइन? जुन डाक्टर साहब मलाई यो खुल्दुली थियो, यहाँले आफैले यो कुरा उठाइहाल्नुभयो। जुन नेपालमा यहाँले स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील क्षेत्रमा आफ्ना हातहरू बढाइरहनु भएको छ, हजुर, यो बारेमा चाहिँ के फरक पाउनुभयो अमेरिका र नेपालमा? यसमा फरक छ। अब यसमा पनि त्यही रूपमै हेरौँ। अब नेपालमा स्वास्थ्य र शिक्षा दुवै छ। अब स्वास्थ्यको पहिला कुरा गर्छु। नेपाल र यहाँको फरकमा मैले अब्जर्भ गरेको कुरा यो नितान्त व्यक्तिगत पनि हो। हजुर, नेपालमा स्वास्थ्य सेवा भनेको कि त सरकारी स्तरबाट छ, जुन चाहिँ अति राम्रो कुरा हो, हजुर, किनभने जनताले तिरेको करबाट सरकार चल्छ र सरकारको दायित्व हो कि सबैलाई स्वास्थ्य पुर्याउनु पर्छ। त्यसैको आधारमा करिब 100 वर्ष अगाडि नै स्थापना भएको हाम्रो स्वास्थ्य मन्त्रालयदेखि लिएर सबै तलसम्मका कुराहरू हेर्ने हो भने धेरै राम्रो तवरबाट चन्द्रशमशेरको पालादेखि नै सुरु भएको थियो, हजुर, होइन? र सबैलाई स्वास्थ्य चाहिँ पुर्याउनु पर्छ भनेर वीर अस्पताल स्थापना भएदेखि हेर्ने हो भनेदेखि अहिले गाउँसम्म पनि सबैलाई स्वास्थ्य पुर्याउनु पर्छ भनेर सरकारको पोलिसी छ। यद्यपि यसमा कसलाई पुग्यो, कसलाई पुगेन, कति पुग्यो, कति पुगेन, कति गुणस्तर छ, कति गुणस्तर छैन भन्ने आफ्नो ठाउँमा छ। तर सरकारले आफ्नो दायित्व त सम्झेको छ नि, मैले स्वास्थ्यको ऊ चाहिँ सेवा चाहिँ दिनुपर्छ भनेर। त्यो एउटा सरकारको स्तरबाट भयो। अति राम्रो कुरा पनि छ। नराम्रो कुरा मात्र हेर्ने होइन, राम्रो कुरा हेर्ने हो भने हाम्रो स्वास्थ्य सेवा चाहिँ अति राम्रा कुराहरू थुप्रो छ। 1-2वटा उदाहरणै दिन सक्छु यहाँलाई। अहिले गएको 20 वर्षको अन्तरालमा हेर्ने हो भने हाम्रो यो शिशु मृत्यु दर चाहिँ इन्फेन्ट मोर्टालिटी रेट जुन 1 वर्षभन्दा मुनिको चाहिँ डबलभन्दा मुनि पुगिसकेको छ, हजुर, है? अहिले 50 भन्दा मुनि छ। अब 2011 को डेटा हेर्ने हो भनेदेखि त त्यो करिब 30 को हाराहारीमा पुगिसकेको छ। हजुर, मातृ मृत्यु दर यो एमएमआर म्याटर्नल मोर्टालिटी रेट हजुर, अहिले 2015 सम्ममा एमडिजी गोल पुर्याउने भन्ने जुन चाहिँ संसारमा कुरा आइराखेको छ, त्यो नेपालले पुर्याइसकेको छ। पहिले 2015 आउनै बाँकी छ, हजुर, है? हाम्रो ह्युमन डेभलपमेन्ट इन्डेक्स भन्ने हाम्रा छिमेकी राष्ट्रहरूभन्दा हामी माथि छौँ। यो सबै केले भयो त भन्दाखेरि हाम्रो स्वास्थ्यमा, शिक्षामा, स्वास्थ्यमा लिएको नीति सरकारको त्यो राम्रो भएरै हो नि, हजुर, होइन? यो कुरा स्वास्थ्यको क्षेत्रमा यस्तो छ भने, तर यति हुँदाहुँदै पनि यो सबैलाई पुग्या छ त छैन। सबै गुणस्तर ठ्याक्कै भने जस्तो छ त छैन। नभएपछि के भयो? प्राइभेट कुराहरू आयो। सो प्राइभेट कुराहरूमा लगानी भएको छ। प्राइभेटले पनि धेरै राम्रो गर्छु भनेर अगाडि आएको हो। तर प्राइभेट भनेपछि तपाईँको आफ्नो अथवा मेरो आफ्नो पैसा लगानी गर्नु पर्यो। लगानी गरिसकेपछि ब्याङ्कलाई ब्याज तिर्नु परेपछि केही न केही कुरा त कमाउनु पर्यो। भनेपछि त्यसरी स्वास्थ्य महँगो चिज हो। त्यसरी लगानी गर्दाखेरि त्यो चाहिँ महँगो हुन गयो, हजुर, होइन? सो भनेपछि दुईटा भयो। एउटा सरकारबाट दिने जुन चाहिँ मोर अर लेस फ्री, एउटा चाहिँ व्यक्तिगत रूपमा आफैले इन्भेस्ट गरेर चलाएको ठाउँमा जहाँ चाहिँ तपाईँ पैसा तिर्नुहुन्छ। यो दुईटाको परिवेशबाट चाहिँ स्वास्थ्य चलिरहेको छ नेपालमा। हजुर, र यो परिवेशमा चल्दाखेरि मान्छेहरूलाई सेटिस्फ्याक्सन्स छ पनि छैन पनि। संसारभर धेरै नै उन्नति प्रगति भएको छ, त्यति साह्रो पुग्दैन, हामीलाई सेटिस्फ्याक्सन छैन। हजुर, तर हुँदै नहुनुभन्दा भएका कुराहरू थुप्रो छ, त्यसबाट पनि सेटिस्फ्याक्सन छ। हाम्रो अवस्थामा त्यस्तो छ भने अब अमेरिकामा हेरौँ, यिनीहरूको मेडिसिन भनेको धेरै नै अगाडि छ। यहाँ रिसर्चहरू धेरै हुन्छ, रिसर्चको आधारमा यहाँ चाहिँ नयाँ नयाँ कुराहरू निस्किन्छ। तर जति रिसर्च भयो, जति यसमा धेरै कुरा लगानी भयो, त्यति महँगो हुन्छ। अनि यहाँ पनि स्टेटले रन गर्ने हस्पिटल एउटा आफ्नो ठाउँमा छ भने
त्यसको छुट्टै परिवेशमा मान्छेले इन्भेस्ट गरेर प्राइभेट इन्भेस्टमेन्टमा चलेका अस्पताल पनि प्रशस्तै छ। हजुर क्लिनिकमा काम गर्ने मान्छेहरू पनि प्रशस्तै छ। अनि मान्छेको गुण त्यस्तै हो, किनभने आफू पहिला सक्षम हौँ भन्ने हुन्छ। सक्षम भने मतलब हरेक कुराबाट सक्षम हो र पैसा पनि कमाउने त्यसैमा पनि आइपर्छ होइन। भनेपछि मान्छेले त्यो इन्भेस्टमेन्ट गरेर पैसा कमाउने भएको हुनाले प्राइभेट यहाँ पनि धेरै फ्लोरिस भएको छ। सो तर डिफ्रेन्स के छ भने हाम्रोमा यी कुराहरू भइकन पनि कतिपय कुराहरूमा हामी नेपालीको एउटा क्यारेक्टरले नै हामी एकअर्कालाई धेरै माया गर्छौँ। कतिपय कुराहरू हामी सिस्टममा जाँदैनौँ होइन। तपाईँलाई गाह्रो पऱ्यो भनेदेखि 5 बजीसम्म मात्र खुल्छ भने तापनि 5 बजेभन्दा 6 बजीसम्म पनि म हेर्न सक्छु हजुर एक हिसाबले होइन। तपाईँलाई गाह्रो परेको छ भने, तपाईँलाई केही गाह्रो परेको छ भने म सबै कुरा गर्न सक्छु। तर अमेरिकामा अलिक फरक छ, यहाँ चाहिँ स्ट्रिक्ट छ, सबै कुरा सिस्टममा चल्नुपर्छ, हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन। त्यो एउटा नराम्रो पक्ष अमेरिकाको मोस्ट प्रोभाब्ली। अब त्यसको राम्रो पक्ष पनि छ, त्यो स्ट्रिक्टनेस त्यो डिसिप्लिनले गर्दाखेरि मान्छे सबै म डिसिप्लिनमा हुनुपर्छ भन्ने छ, जसले गर्दा आफ्नो काम टाइममै एकम्प्लिस गर्नुपर्छ भन्ने पनि छ। गरेन भने तपाईँलाई अरू हिसाबले तपाईँलाई चार्ज पनि गर्न सक्छ। त्यसैले त्यो पनि राम्रो पक्ष छ र त्यहाँ भिन्नता छ यहाँ र त्यहाँको। तर अन्ततगत हेर्ने भने हेल्थमा मेजर डिफरेन्स नेपाल र यहाँ भन्ने हो भने यहाँको टेक्निकल्ली चाहिँ एडभान्समेन्ट धेरै नै छ, हाम्रोमा त्यति टेक्निकल्ली एडभान्समेन्ट हामी कहाँ छैन। अब यहाँको आर्थिक पक्ष भन्ने भने त सायद मलाई भन्दा तपाईँलाई धेरै थाहा होला अमेरिकाको आर्थिक पक्ष, त्यसतिर नजाउँ। डाक्टर साहब, आज हामीसँग धेरै प्रश्नहरू छन् यहाँका लागि। जस्तै यहाँले स्वास्थ्य क्षेत्रको बारेमा थोरै अवगत गराउनु भयो, तर म यो पनि जान्न चाहन्छु, यहाँ काठमाडौँ विश्वविद्यालयसँग आबद्ध मान्छे शिक्षाको स्तर र शिक्षा, नेपाली शिक्षालाई कहाँ देख्नुहुन्छ अहिले? हेर्नुहोस्, अब त्यो पनि स्वास्थ्य जस्तै नै हो। शिक्षाको स्तरमा नेपाल धेरै पछाडि छैन। हजुर, हामी अगाडि नै छौँ। शिक्षाको स्तरमा पनि त्यही हो, किनभने कस्तो खालको पढ्ने भन्ने कुरा त हामीलाई थाहा छ। किनभने त्यो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय होस्, काठमाडौँ विश्वविद्यालय होस्, पूर्वाञ्चल होस्, पोखरा होस् अथवा बिपिकेएच होस्, जहाँ पनि करिकुलम त छ, कोर्स करिकुलम। हामीले कोर्स करिकुलम हेर्दाखेरि कहाँबाट कपी गरेका छौँ? डेफिनेटली एउटा राम्रो विश्वविद्यालयको हेरेर होमवर्क गरेर बनाएका छौँ, त्यही करिकुलम अनुसार चल्ने हो। अनि किताब कहाँको पढ्छौँ अहिलेको जमानामा? जहाँबाट पनि किताब त यु क्यान ब्रिङ इट होइन, इन्टरनेटमा ल्याउन सक्नुहुन्छ अथवा प्रिन्टेड कपी ल्याउन सक्नुहुन्छ, जहाँ ल्याउन सक्नुहुन्छ, सबै कुरा एभाइलेबल छ होइन। भनेपछि यो सबै कुरा भइकन पनि युनिभर्सिटीहरू नराम्रो होइन, राम्रो छ। त्रिभुवन विश्वविद्यालयबाट पढ्ने पनि राम्रो छ, काठमाडौँ विश्वविद्यालयमा पढ्ने पनि राम्रो छ। त्यहीँ पढेका, त्यहीँ शिक्षित भएका हामी अमेरिकालाई राम्रो नै मान्ने हो भने यहाँको टप लेभलमा नआइपुगेका मान्छे छन् त। तर एज अ होल हेर्नु पऱ्यो, स्ट्याटिस्टिक्समा एउटा कर्भ हुन्छ नि, 95% इन्टरभल, कन्फिडेन्स इन्टरभलको, त्यो होलमा चाहिँ हामी पढ्छौँ कि पर्दैनौँ त भन्ने चाहिँ एउटा अर्को कुरा छ। त्यसै समान रूपमा हामीले दिन सकेका छौँ कि छैनौँ त भन्ने कुरा चाहिँ अर्को रूपमा छ। अब त्यसमा चाहिँ नेपालमा कुनै कुनै कुरामा हामी आर्थिक रूपमा सबल नभएर पनि होला, अनि त्यो कुरा राम्रो गर्न सकेका छैनौँ। कुनै कुनै कुरामा चाहिँ अब हाम्रो पोलिटिकल सिस्टमले स्टेबिलिटी नपाएर पनि होला। अनि कुनै कुनै कुरामा अब नेपालमा गाह्रो भएको शिक्षा प्रणालीमै कहिले बन्द कहिले हडतालले गर्दाखेरि पनि हामीलाई अप्ठ्यारो भएको होला होइन, तिनी कुराहरू हो। र यीका बावजुद पनि, यस्तै एकदम विषम परिस्थितिका बावजुद पनि नेपालमा शिक्षा चाहिँ विकास भएकै छ। म पोजिटिभ कुराबाट हेर्दै जाने हो भने 20 वर्ष अगाडि मैले नदेखेका कुरा अहिले प्रष्ट रूपमा देख्छु। हरेक गाउँमा जानुहोस् तपाईँ, केही नभए पनि सानो टाई टुङरुङ्ग झुन्ड्याएको बच्चाहरू दौडेर गुड मर्निङ सर भन्ने त हो नि। हजुर, त्यो त देखेकै होला होइन र? हामीले ब्याचलरसम्म पढ्न पाएकै छौँ, मास्टर्समा पढ्न पाएकै छौँ होइन। कति के पढ्ने भन्ने कुरा त फ्लोट त भएको छ नि होइन। र स्टेट रन युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी छोडेर पब्लिकली रन काठमाडौँ युनिभर्सिटीले पनि एउटा आफ्नो स्ट्यान्डर्ड त बनाएको छ नि होइन। अब त्यसमा पनि कुन पढ्न चाहनुहुन्छ तपाईँ? पढ्ने पनि तपाईँ छान्न सक्नुहुन्छ। काम पाउनको लागि टेक्निकल विषय राम्रो छ भन्ने जुन हाम्रो धारणा छ, त्यो धारणा अनुसार टेक्निकल विषय सबै छ त्यहाँ। इन्जिनियरिङ छ, मेडिसिन छ, नर्सिङ छ, फिजियोथेरापी छ, अरू जियोमेटिक्स छ, सबै छ। तर त्यो मात्र सबै होइन,
म्यानेजमेन्ट पनि त एजुकेसन नै हो, म्यानेजमेन्ट पनि छ, एजुकेसन पनि त हो, एजुकेसन पनि छ। अहिले अब हामी सोच्दैछौँ ल पनि सायद खोल्नुपर्छ कि भनेर, होइन। अहिले भर्खरै कुरा भएर म फर्केको छु युएनएमबाट। इकोनोमिक्स पनि एउटा अर्को विषय हुनसक्छ, पोलिसी प्लानिङ हुनसक्छ, होइन। यस्तै कुराहरू, ती सबै कुराहरू चाहिँ हामी कहाँ छ, नपाएको होइन। तर पनि मान्छेको एउटा गुण नै के हुन्छ भने म अझ राम्रो चिज पाउन, अझ राम्रो चिज पाउन भन्ने हिसाबले उसले चाहिँ आफूको वरिपरि उपलब्धको कुराहरू छोडेर अझ नयाँ नयाँ कुरा खोज्दै जाने, यो चाहिँ ह्युमन एउटा क्यारेक्टर नै हो। त्यो नभए चल्दा पनि चल्दैन। त्यो क्रममा चाहिँ अब यहाँभन्दा हामी कहाँभन्दा अझ राम्रो उच्च शिक्षा छ कि भनेर धेरै ठाउँमा मान्छेहरूले चाहिँ उच्च शिक्षाहरू लिन्छन्। अब फरक यति रह्यो, यहाँ किन राम्रो छ त भन्ने। अघि नै तपाईँले भन्नुभयो सिस्टमको कुरा, यहाँ सिस्टम छ, म त्यो क्लियरली भन्न सक्छु। एउटा क्लासरुम मात्र कम्पेयर गर्ने हो भने पनि हाम्रो क्लासरुममा पढाइमा सिकाउने गुरु र यहाँको क्लासरुममा सिकाउने प्रोफेसरमा फरक छ। उसलाई त्यो प्रोफेसरले यति काम दिएको छ भने तपाईँलाई, यतिवटा विद्यार्थीको यति होमवर्क सच्याउनु पर्छ भने उसले तपाईँलाई राति मिडनाइटमा इमेल पठाएर भए पनि तपाईँलाई सम्झाएर तपाईँको होमवर्क लिएरै छाड्छ र तपाईँको इभ्यालुएट गरी छाड्छ। हाम्रोमा होमवर्क भनेको कता पुग्छ, ती कुराहरू चाहिँ फरक छ। त्यसले गर्दाखेरि हामी अलिअलि पछाडि परे जस्तो लाग्यो। तर म भन्छु नेपालमा नराम्रो अवस्था चाहिँ छैन, धेरै राम्रो अवस्था। डाक्टर साहब, म यहाँलाई धेरै मुस्किलमा पार्न चाहन्न सधैँ नेपाल र अमेरिकाको बारेमा प्रश्नहरू राखेर। मैले केही समय अगाडि यहाँको जुन रेज्युमे हेरेको थिएँ, यहाँका दुईवटा फरक डिग्रीहरू, एउटा नेपाल त्रिभुवन विश्वविद्यालयबाट र अर्को यहाँले ढाका बङ्गलादेशबाट गर्नुभएको छ। मलाई यो भनिदिनुहोस् न सुटुक्क, यो दुईवटा देशबिचको बङ्गलादेश र नेपाली जुन पढाइको तरङ्ग कस्तो भिन्नता पाउनुभयो यो दुईवटा देशहरू बिचमा चाहिँ? धेरै भिन्नता छैन, किनभने हामी एसियन मुलमा एउटै खालको परिवेशमा हुर्क्यौँ। नेपालमा मैले एमबिबिएस पढ्दाखेरि 30वटा सिट थियो जम्मा। पाउन अलिक कठिन थियो, तर मौकाले पाइयो भनौँ, होइन। त्यहाँ पढ्यौँ। अनि हामीलाई पढाउने टिचरहरूको एक्सपिरियन्स धेरै लामो वर्ष थिएन। म 10औँ ब्याचमा पढ्थेँ, होइन। अनि बिरामी प्रशस्त हुन्थे, किताब प्रशस्त छन् भनेपछि बिरामीको किताब भएपछि तपाईँलाई सिकाउने टिचर जति होस् नहोस् तपाईँ सिक्न त सक्नुहुन्छ नि, होइन। अहिले लर्निङ पनि धेरै जसो ठाउँमा प्र्याक्टिकल लर्निङ इज मोस्ट इम्पोर्टेन्ट देन स्पुन फिडिङ जस्तै खालको लर्निङ, होइन। त्यसैले गर्दाखेरि त्यति फरक लागेन। त्यसपछि बङ्गलादेशमा जाँदाखेरि पनि त्यस्तै सिनेरियो, प्रशस्त बिरामी छन्, प्रशस्त किताबहरू छन्, अनि जाँचमा पास गर्न बडो मुस्किल। भनेको मतलब तपाईँले सबै कुराहरूको एन्सर नदिएसम्म पास हुँदैन। भनेपछि अब पढ्नु त परिहाल्यो, सिक्नु परिहाल्यो, सिक्नै गएको। धेरै परिवेशमा फरक छैन, दुवै ठाउँमा राम्रै खालको एजुकेसन छ दुवै। यो नेपालबाट एमबिबिएस गर्न बाहिर जाने विद्यार्थीहरूलाई हामीले कसरी रोक्न सक्छौँ? यसबारे जस्तै यहाँ त व्यवस्थापन समितिको निर्देशक पनि हुनुहुन्छ, यो बारेमा कहिल्यै कसैसँग छलफल अथवा कुनै प्रकारका डिसिजनहरू भएका छन्? यो एकदमै इम्पोर्टेन्ट क्वेसन छ, होइन। अब अघि नै भनेको जस्तै हामीले आफ्नै देशमा धेरैवटा के भन्छ अपर्च्युनिटीहरू बनाउनुपर्छ। त्यो जुन बनाउने क्रममा अगाडि बढेको छ देश, राष्ट्रले पनि गरेको छ र पब्लिक लेभलमा पनि गरेको छ। त्यसैले अपर्च्युनिटी बढाउँदै अहिले एमबिबिएस डाक्टर मात्र पढ्ने करिब 2000वटा सिट नेपालमै उपलब्ध छ। जब मैले पास गर्दाखेरिको कुरा भन्ने हो भने 30वटा सिट थियो। आज 20 वर्षको अन्तरालमा कति बढ्यो त्यो गुणात्मक रूपमा हेर्ने भने धेरै ठुलो, झन्डै 1को हाराहारीमा 1000 भयो हो अहिले। भनेपछि अब त्यो ठाउँबाट आएर अहिले फेरि पनि अझ पनि विदेशमा किन जान्छन् भने अझै पनि मान्छेहरूलाई त्यो 2000मा अट्न नसकेकाहरूलाई त अझै पनि पढ्ने इच्छा छ नि, कहीँ न कहीँ त जानु पर्यो, होइन। अनि त्यसको कारणले बाहिर जान्छन्। बाहिर जाने पनि राम्रै गर्छु भनेर जाने हो। अब राम्रो गर्छु भन्ने अब कथम कदाचित नराम्रो भएर नआइदियोस्। कहिलेकाहीँ हामी सुन्नमा आउँछ राम्रो पढेर आएन छिमेकी राष्ट्रहरूबाट भनेर, तर त्यो चाहिँ त्यस्तो नभइदियोस् भन्ने चाहन्छौँ। क्वालिटी चाहिँ मेन्टेन गर्नै पर्छ। जुन यो मेडिकल काउन्सिलमा पनि यहाँ आबद्ध हुनुहुन्छ, धेरै ठाउँमा आबद्ध हुनुहुन्छ, म धेरै प्रकारका प्रश्नहरू लिएर आएको छु।
जुन यो अस्ति चाइनाबाट फर्केका विद्यार्थीहरूमा एकदम थोरै प्रतिशतले मात्रै एमबिबिएस काउन्सिलको एमबिबिएस पास गर्न सक्नुभयो, जुन जाँच हुन्छ यो काउन्सिलको भनेर त्यो समाचार आयो। त्यो हाम्रो लागि साह्रै नराम्रो समाचार थियो। त्यसलाई चाहिँ यहाँहरूले कसरी हेर्नु भएको छ? अब त्यो फेसबुकमा मैले नि यसो हेर्दाखेरि यस्तो खालको चाहिँ बाहिर ल्याउनु नहुने हो कि भन्ने कुरा नि लेखिरहेको थियो। त्यो समाचार सही थियो या गलत? समाचार त सही नै हुनुपर्छ, किनभने आधिकारिक व्यक्ति मेडिकल काउन्सिलको अध्यक्षले नै दिनुभएको समाचार भएपछि त त्यसमा हामीले शङ्का धेरै गरिराख्नु पर्ने छैन होला। तर मुख्य कुरा रह्यो के भने ट्रान्सप्यारेन्सीको कुरा हो होइन। अनि ट्रान्सप्यारेन्सीमा केही कोही कतै लुक्नु पर्दैन, सबै कुरा चाहेको कुरा अगाडि सामाजिक सञ्जाल त्यो आवश्यक छ। तर रह्यो कुरा जस्तो कहाँसम्म मलाई लाग्छ भने चाइनाको एजुकेसन नराम्रो होइन। हजुर, एउटा कुराको बाधक छ, त्यो मैले फिल गरेको चाहिँ त्यहाँ पढ्नु हुँदा तपाईँले चाइनिज बुकमा त पढ्न सक्नुहुन्न। हजुर, होइन, बिरामी चाइना बोल्छ होइन, भनेपछि तपाईँले पढ्न त इङ्ग्लिसै पढ्नु पऱ्यो, तपाईँले बुझ्नुहुन्छ इङ्ग्लिस, कि त तपाईँ पहिल्यै चाइनिज सिक्नु पऱ्यो सबै, त्यसपछि प्र्याक्टिस गर्नु पऱ्यो। अब त्यसमा कहाँ कठिनाइ आउँछ भने पहिलो कुरा तपाईँले चाइनिज राम्रोसँग सिक्नु भएन भने बिरामीसँग कम्युनिकेट गर्न सकेन, त्यहाँ कठिनाइ आयो। त्यसपछि चाइनिज राम्रोसँग सिक्न सक्नु भएन भने सबै प्रोफेसरहरूले चाइनिज के अरे इङ्ग्लिस राम्रो बोल्छ कि बोल्दैन, त्यहाँ कठिनाइ आयो। त्यो खालको ग्याप भयो भने अनि मान्छेलाई धेरै समस्या हुन्छ। अनि समस्या भएपछि समस्याबाट समाधान गर्ने मात्र ह्युमन क्यारेक्टर हुँदैन कि, समस्याबाट भाग्ने पनि अर्को ह्युमन क्यारेक्टर हुन्छ नि। अनि अलिअलि भाग्न थाल्छ। अनि तर त्यहाँसम्म पढ्न सकेपछि तपाईँको इन्भेस्टमेन्ट भएको छ, सबै कुरा भएको छ। त्यहाँको गभर्मेन्टले अथवा युनिभर्सिटीले तपाईँलाई मिनिमम स्ट्यान्डर्ड क्राइटेरिया मेन्टेन भएपछि सर्टिफिकेट दिन्छ। हजुर, अनि त्यो कुरा चाहिँ अब रिलेटिभ थ्योरी अफ रिलेटिभिटीको अनुसार रिलेटिभ कुरा हो। नेपालमा फर्किसकेपछि हाम्रो स्ट्यान्डर्ड मिट भयो कि भएन त भन्ने कुरामा चाहिँ गाह्रो पर्न सक्छ। अनि यहाँ बनाएका क्वेसनहरू, काउन्सिलले बनाएका क्वेसनहरूमा त्यहाँको एजुकेसन मिट भएन भनेदेखि दे मे फेल। डाक्टर साहब, यो अघि गफ गर्दा यहाँले भन्नुभएको थियो यो अमेरिकाका विभिन्न 2-3वटा युनिभर्सिटीहरूसँग कोलाबोरेट गरेर विभिन्न प्रकारका शैक्षिक प्रणालीहरू पनि नेपाल भित्राउने प्रयासको लागि यहाँ अमेरिकी भ्रमणमा हुनुहुन्छ अहिले। कतिको सफल भयो यी कुराहरू, जुन यहाँले कतिवटा युनिभर्सिटीसँग कोसिस गर्नुभयो र के कुरा भित्राउँदै हुनुहुन्छ नेपाल आफूसँगै? अहिले चाहिँ अब ठ्याक्कै भन्नुपर्दा म युनिभर्सिटी अफ वासिङटनमा चाहिँ अब धेरै हाई लेभलमा मैले कुरा गरेको होइन, डिपार्टमेन्टको लेभलमा कुरा गरेको छु। हजुर, जस्तै त्यहाँ चाहिँ मैले कार्डियोभास्कुलर डिजिजको प्रोफेसरसँग कुरा गरेको छु होइन, अनि त्यसपछि एपिडेमियोलोजीको प्रोफेसरसँग कुरा गरेको छु, जसले गर्दा हामीले एउटा ग्लोबल हेल्थ भन्ने छ अहिले। ग्लोबल हेल्थ, ग्लोबल मेडिसिन चाहिँ संसारको अहिले एउटा बर्निङ इस्यु हो, किनभने हेल्थ भनेको एक ठाउँमा मात्र केन्द्रित हुँदैन, यो त संसारभरै एउटै हो। इनफ्याक्ट भन्यो भने कन्ट्री टु कन्ट्री बााउन्ड्री भनेको जियो पोलिटिकल कुरा हो, यो ह्युमन सोसाइटीको कुरा होइन यो होइन। र त्यसमा त हेल्थ र एजुकेसनले त्यो बााउन्ड्री चिन्दैन नि होइन र, त्यो त सबैतिर एउटै हुनुपर्छ। ग्लोबल हेल्थको कन्सेप्ट आइराखेको छ, द्याट्स भेरी गुड इस्यु। त्यही क्रममा चाहिँ अब अहिले हाम्रै इन्स्टिच्युटको एकजना विद्यार्थी चाहिँ यहाँ पिएचडी गर्दै हुनुहुन्छ, अर्को मास्टर्स गर्दै हुनुहुन्छ। अनि उहाँहरूले गरिराखे यहाँको टेक्निकल नलेजहरू, नो हाउ पाइसकेपछि त्यो कुरो आफ्नै देशमा किन इम्प्लिकेट नगर्ने होइन। अनि उहाँहरूको रिसर्च स्टडी चाहिँ हाम्रैमा बनाउने, अनि हाम्रोमा बनाउनको लागि हाम्रो पनि को एडभाइजरहरू चाहिन्छ, हाम्रो पनि अर्गनाइजेसन्सले सपोर्ट गर्नुपर्छ। अनि त्यो गरेपछि किनभने सेयर गर्न पाएँ नि उहाँहरूसँग कुरा गर्दा मेरो जहिले पनि कुरा त्यही हो, इट्स जस्ट अ सेयरिङ होइन। एक्लै सेयरिङ भनेको दुवैले सिकाउन सक्छ, सिक्न सक्छ होइन। अनि यहाँ उहाँहरूको कम्पिटेन्स थुप्रै चिजमा भएको छ, रिसर्चमा छ, मेथोडोलोजीमा छ, एनालाइसिसमा छ होइन, त्यस्तै टेक्नोलोजीहरूमा छ। हामीसँग पनि त धेरै एक्सपर्टिजहरू छ नि। रिसोर्स सेटिङ, कन्स्ट्रेन्ट सेटिङ, जहाँ चाहिँ रिसोर्स धेरै छैन तै पनि तपाईँ बिरामीलाई त निको पार्नुहुन्छ नि, बिरामीलाई त खुसी नै पार्नुहुन्छ नि। यहाँ 10 जना बिरामीलाई हेर्न एकजना डाक्टर पुग्छ भने हामी कहाँ 100 जना बिरामी हेर्नलाई एकजना डाक्टर
आवश्यक छ काम गर्नुपर्छ हजुर भनेपछि हामी त्यसमा पनि त कतिपय कुरा त हामी सक्सेसफुल छौँ नि हजुर अनि हाम्रो पर्टिकुलरली भन्ने रुरल हेल्थ केयर जुन चाहिँ यो गाउँतिर हामीले सेवाहरू गरिराखेका छौँ नि रिसोर्स सेटिङ जहाँ तपाईँको ब्ल्याकटप रोड छैन जहाँ तपाईँको टेलिकम्युनिकेसन छैन जहाँ धेरै कुराहरू छैन र पनि हामीले उपचार गर्छौँ यस्तो यस्तो कुराहरूमा चाहिँ के अरे सेयरिङ हुनसक्छ अहिले नै भनौँ भने अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन युनिभर्सिटी अफ न्यू मेक्सिको युनिभर्सिटी अफ वासिङटनको विद्यार्थीहरू हामी कहाँ आउँछन् हजुर उहाँहरूको प्लेसमेन्ट हुन्छ उहाँहरूले महिना दिन हामीसँग बिताउनुहुन्छ केही कुरा सिक्नुहुन्छ रिसर्च गर्नुहुन्छ एनालाइसिस गर्नुहुन्छ यहाँ फर्किनुहुन्छ अब यही कुरालाई हामीले जोड्न खोजेर अझ हाम्रो टाइअप धेरै गर्न सक्यौँ भने हाम्रो फ्याकल्टी अथवा विद्यार्थी पनि यहाँ आएर केही सिक्छन् यद्यपि महँगो छ त्यसको लागि हामी अरू कुराहरू खोज्नुपर्छ र यहाँको विद्यार्थीहरू यहाँको फ्याकल्टीहरू पनि हामी कहाँ गएर सेयर गर्छन् अनि त्यो मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ गर्नलाई अगाडि बढाएको हो र सम्भवतः छिटै हुन्छ होला युनिभर्सिटी अफ वासिङटन सियाटलमा एउटा राम्रो कुरा छ भने युनिभर्सिटी अफ न्यू मेक्सिकोमा त अलरेडी हाम्रो सम्झौता पत्र सही भएर बसिरहेछ त्यहाँ चाहिँ अब इकोनोमिक्सकोमा बेसिकल्ली जोड छ होइन अनि हामी कहाँ इकोनोमिक्स छैन तर पनि हामीले अरू रिसर्च क्यापेबिलिटिजहरू त्यहाँको विद्यार्थी पनि हामी कहाँ गएर रिसर्चमा भाग लिइरहेछ अहिले म न्यू मेक्सिकोबाट हिजो फर्किँदा हिजो बिहान नै त्यहाँ 5वटा पेपर नेपाल सम्बन्धी मात्र स्टडी गरेर थेसिसमा गरेको मेरो प्रेजेन्समा उनीहरूले प्रेजेन्ट गर्यो हजुर अनि एमोङ देम 2 of them आर नेपालीज स्टुडेन्ट एज वेल एन्ड दे फिल सो प्राउड सिम्पल कुरा भनौँ न फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ र यसले हेल्थको अथवा इकोनोमिक्सकोमा के इम्प्याक्ट पार्छ त भन्ने रिसर्च गरेको छ भेरी सिम्पल थिङ तर इट हेज अ लट अफ मिनिङ होइन यस्तो कुराहरूमा चाहिँ हाम्रो ओहोरदोहोर गर्न सकियो भनेदेखि सजिलो हुन्छ अमेरिका पहिला जस्तो टाढा पनि छैन होला नि होइन हजुर डाक्टर साहब यो काठमाडौँ युनिभर्सिटी एउटा विगत केही समय अगाडिको एउटा कुरा याद आइरहेछ मलाई म त्यो यहाँसँग त्यो जिज्ञासा म मेट्न चाहन्छु यो जुन भाइस च्यान्सलर सम्बन्धी यो जुन एउटा बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा एउटा जुन इस्यु भएको थियो त्यसको बारेमा थोरै बताइदिनुहोस् न के थियो त्यो र के भयो त्यतिखेर त्यो म स्पष्ट भनिदिन्छु अब पहिला पोजिटिभ कुराबाटै सुरु गरौँ अनि पछि नेगेटिभ कुरा म क्ल्यारिफाई गरिदिउँला पोजिटिभबाट कुरा सुरु गर्ने भने काठमाडौँ विश्वविद्यालय सन् 1990 मा भ्याली क्याम्पसको रूपमा इस्टाब्लिस भयो र 1991 मा चाहिँ यसले युनिभर्सिटीको मान्यता प्राप्त गर्यो बहुदल आइसकेपछि नेपाली काङ्ग्रेसको सरकारको पालोमा र यसको नेतृत्वदायी भूमिका सुरेश राज शर्माले गर्नुभयो र उहाँका टिम मेम्बरहरू हुनुहुन्थ्यो र उहाँले त्यो बेलाबाट अहिलेसम्ममा करिब 91 बाट यो 2012 भनेपछि 21 इयर्स 21 वर्षमा उहाँले कन्टिन्युअसली ड्राइभ गरेर चाहिँ एउटा सानो मेडिकल स्कुल अफ साइन्सको युनिभर्सिटीबाट अहिले 6वटा स्कुल छ त्यहाँ हजुर र एफिलिएटेड कलेजै छ 15वटा भन्दा बेसी र यति ठुलो एउटा चाहिँ युनिभर्सिटी बनाइसक्नुभयो र यो चाहिँ एकदमै स्टिप अप गएको थियो यसको अब भन्यो भने कुनै पनि खालको नेपालमा पोलिटिकल चेन्जेसहरू आए तापनि युनिभर्सिटीको लिडरसिपमा चेन्जेस आएन किनभने सबैले उहाँलाई विश्वास गर्नुभयो हि इज अ डुअर भनेर र यसैको लास्टमा रिजल्ट हो कि उहाँलाई बाबुराम भट्टराईको सरकार भइसकेपछि पनि उहाँको टेन्योर सकिएको बेलामा उहाँले होइन डाक्टर साहब तपाईँभन्दा अरू अल्टरनेटिभ नै छैन यो युनिभर्सिटीको लागि तपाईँ नै कन्टिन्यू गरिदिनुहोस् न भनेर उहाँले नै दिनुभयो र उहाँले नै दिनुभएपछि एकै वर्षमा उहाँले फेरि ड्रब्याक गर्ने विथड्र गर्ने त कुनै आवश्यकता छैन हजुर र उहाँले जति बेला रिजाइनेसन दिनुभयो त्यति बेला रिमर भयो कि उहाँले नै फेरि राजीनामा माग्नुभयो भनेर अन्ततगत त्यो गलत थियो किनभने त्यस्तो कुनै पनि उहाँले रिजाइनेसन माग्नुभयो होइन जबकि सुरेश राज शर्मा आफैले उहाँलाई चाहिँ अब आई थिङ्क दिस इज अ टाइम फर मी टु मतलब त्यो स्टेप डाउन अब चाहिँ स्टेप डाउन पनि भन्दैन त्यसलाई अझ राम्रो वर्ड होइन मैले चाहिँ अब बिस्तारै मेरो नेतृत्व चाहिँ अरू नयाँ मान्छेलाई चाहिँ हस्तान्तरण गर्ने समय आएको छ भनेर उहाँले नै प्रस्ताव राखेपछि उहाँको प्रस्तावलाई नै स्वीकार गरेर उहाँले बाबुरामजीले चाहिँ ठिक छ त्यसो भए तपाईँसँग अर्को नेतृत्व छ त
भनेपछि अनि त्यहाँबाट यो नेतृत्व हस्तान्तरण सुरु भएको हो। अब हस्तान्तरण कोमा भयो, यदि बाबुरामजीले नै मागेको हो भनेदेखि त त्यो ठाउँमा त पोलिटिकल एपोइन्टमेन्ट हुन्थ्यो होला, हजुर, तर त्यो त भएन नि। हजुर, त्यहाँ यस्तो व्यक्ति जानुभयो जुन व्यक्तिले त्यही काठमाडौँ विश्वविद्यालयमा खास त उहाँको प्राइमरी कुरा धुलिखेल अस्पतालको स्थापना गर्ने हो। हजुर, डाक्टर रामकण्ठ हजुर, स्क्रैचबाट एउटा धुलिखेल अस्पताललाई स्थापना गरेर आज एउटा त्यो पनि अन्तर्राष्ट्रिय स्तरकै एउटा अस्पतालको रूपमा पुर्याउनु भयो उहाँले, होइन। गाउँ गाउँमा काम गरिराख्नु भएको छ, कुनै पनि गुणस्तरीय खालको अपरेसनहरू गर्नु पऱ्यो, सेवा दिनु पऱ्यो भने त्यही ठाउँबाट दिइराखेका छन्। त्यो सँगसँगै मेडिकल स्कुल चलाउनको लागि पनि डाक्टर रामको अहम भूमिका थियो। अनि उहाँहरू दुवै डाक्टर रामकण्ठ र डाक्टर सुरेश शर्मा एउटा स्वास्थ्य क्षेत्रमा, एउटा शिक्षा क्षेत्रमा उहाँहरूले गर्नुभएको योगदान र सहकार्यबाट नै अनि उहाँ अर्को पुस्ता हुनसक्छ है। उहाँ पनि अहिले 50s को रेन्जमा हुनुहुन्छ, 52-53 वर्ष। अब भनेपछि उहाँलाई यो पुस्ता हस्तान्तरण गऱ्यो भने अझ यसलाई चाहिँ बढाउन सकिन्छ भन्ने हिसाबले चाहिँ त्यो भएको हो। त्यसमा कुनै पनि राजनैतिक दबाब थिएन, कुनै पनि कसैको भेस्टेड इन्ट्रेस्ट थिएन र त्यसमा जुन बाहिर कुरा आएको त्यो सबै कुरा गल्ती। यसको मतलब यो सञ्चार क्षेत्रले यहाँहरूलाई सपोर्ट गरेन? म त्यो भन्दिनँ। नेगेटिभ न्युजहरू मात्रै धेरै हामीले बाहिर बसेर जति हेर्नु पर्यो अथवा जति सुन्नु पर्यो ती कुराहरू प्राय नकारात्मक नै थिए त्यो हिसाबमा हेर्नुपर्दा। यस्तो छ, सकारात्मक कुरा नि आएको थियो तर एकदम कम थियो। कम पनि होइन। कस्तो हुन्छ भने सानो कुरा, यो मिडिया त होइन, ह्युमन साइकोलोजी नै हो यो। हजुर, यो मेरो पर्सेप्सन हो अगेन है, इन्डिभिजुअल पर्सेप्सन। मैले मेडिकल स्कुल नै पढ्दा महाभारत आउँथ्यो नि, हजुर, होइन। अनि महाभारत एपिसोड चाहिँ त्यो बिआर चोपडाले बनाएको, दिस भेरी एट्र्याक्टिभ है। अनि विच पार्ट अफ द महाभारत आई वाज सो एट्र्याक्टेड इज अलवेज द लडाइँ झगडा कि नट द त्यो गीताको छ नि साह्रै यति लामो भनिराखेको, म त्यो आयो भनेदेखि त्यति हुँदैन थियो। त्यो मेरो उमेरले पनि होला सायद, होइन। अहिले भयो भने म सायद त्यो गीतालाई फोकस दिन्थेँ होला, तर त्यति बेला मलाई त्यो कति बेला अर्जुनले बाण हान्छ भन्ने कुरामा फोकस हुन्थ्यो नि। सो सेम एज अ यति धेरै मान्छेहरू छ कि केले तपाईँलाई एट्र्याक्ट गर्छ त, त्यो कुरा हो नि त मिडियामा। किनभने तपाईँले एकैपल्ट 10वटा न्युज फ्ल्यास आउट गर्नुहोस्, 9वटा न्युजमा तपाईँले राम्रो भएको छ, यस्तो भएको छ, अग्रम भएको छ, बग्रम भएको छ र एउटामा चाहिँ एउटालाई अलिकति अर्कै खालले गर्नुहोस्, त्यो बेसी अलिकति हिट हुन्छ कि। राष्ट्रको चौथो अङ्गलाई त्यसरी प्रयोग गर्दा गलत होइन? यहाँले आफूले पर्सनली भन्नुपर्दा जुन कुरा अहिले भन्नुभयो धेरै पोजिटिभ कुरा छ। अब यसमा एउटा अझ राम्रो मलाई लागेको अर्को एउटा भन्छु, एकदम इम्पोर्टेन्ट कुरा। हजुर, छापामा जहिले पनि कस्तो हुन्छ भने तपाईँ डेली नेसनल न्युज राम्रो न्युजहरू पेपर पढौँ, होइन। फ्रन्ट पेजमा यसको दुईवटा अर्थ छ। फ्रन्ट पेजमा के आउँछ भने जहिले पनि पोलिटिक्समा नमिलेको कुराहरू फ्रन्ट पेजमा आउँछ। हजुर, 11औं-12औं पेजमा हेर्ने भने राम्रो न्युजहरू आउँछ, फलाना गाउँमा यस्तो भयो, फलाना ठाउँमा यस्तो भयो, एकदम राम्रो न्युज आउँछ। किन त्यो 11 पेजमा, किन त्यो फर्स्ट पेजमा भन्ने कुरा एउटा के छ भने चौथो अङ्गको एउटा प्रमुख दायित्व पनि छ। किनभने यो न्युज लेखेपछि यिनीहरू झकझकिन्छ कि यिनीहरू चाहिँ ठिक ठाउँमा आउँछ कि भनेर जहिले पनि अगाडि राखिन्छ। तर कोही मान्छेहरूलाई कस्तो हुन्छ नि, यिनी कति पढ्ने, यो मेरो ऊ नै होइन, पोजिटिभ कुरा पढौँ न भनेर त्यहाँ हेर्ने पनि छन्। त्यसैले यसलाई अब दुईतिरबाट लिन मिल्छ, होइन। अनि कहिलेकाहीँ अब त्यो न्युज चाहिँ, त्यो पर्टिकुलर त्यो न्युज चाहिँ, त्यति बेला आएको न्युज चाहिँ त्यसलाई राम्रोसँग सुरेश शर्मालाई नै सोधेर लेखेको भए सायद राम्रै आउँथ्यो होला। र राजीनामा दियो भन्नासाथ अलिकति ऊ पनि भयो के, तपाईँको के भन्छ, मान्छेले गेस छ नि, गेस जहिले पनि यस्तो हुन्थ्यो, यहाँ पनि यस्तो हुन्थ्यो, यहाँ पनि त्यस्तो भयो। डाक्टर साहब, एउटा जाँदा एउटा प्रश्न म यहाँलाई सोध्नै चाहन्छु। हजुर, यो अमेरिकामा पनि हामीले कति समय हामी चुकेको कुरा, जुन धेरै ठाउँमा पाइला राख्दाखेरि अगाडि बढ्न धेरै गाह्रो हुन्छ, तर यहाँ धेरै ठाउँमा हुनुहुन्छ, पढाउनु पनि हुन्छ र अहिले यहाँको अरू विभिन्न पदहरू छन्। काठमाडौँ युनिभर्सिटीमा धेरै विधाहरूमा काम गरिरहनु भएको छ। आफ्नो समय कसरी व्यवस्थापन गर्नुहुन्छ? आफ्नो समयलाई बिहानदेखि बेलुकीसम्म कसरी लानुहुन्छ अगाडि? खै अब खासै यस्तै हो भन्ने त एन्सर दिन अलिक कठिन छ। 24 घन्टा हो, होइन। 24 घन्टामा सकभर अब
आफूले गर्नुपर्ने कामहरू गर्न खोज्नुपर्छ, कोसिस गर्नुपर्छ, गर्नुपर्छ होइन। अब टिपेर भए पनि गर्नु पऱ्यो अथवा सम्झेर भए पनि गर्नु पऱ्यो, तर कहिलेकाहीँ बिर्सिन्छ पनि होइन। तर म चाहिँ मेरो 24 आवर्समा पर्सनल टाइम बाहेक अरू सम्पूर्ण काम धुलिखेल अस्पताल र काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स बाहेक अन्त म कतै पनि मेरो पार्ट छैन। पार्ट टाइम भन्ने नै हुँदैन मेरो, 24 आवर्स त्यसैमा हो। अब यहाँ बसुन्जेल पनि यो मेरो 12 डेजमा आज मात्र मेरो अलिकति लिजर टाइम थियो। अरू कुनै पनि एउटा मोमेन्ट पनि लिजर भएन। बिहान 8 बजेदेखि बेलुका 9 बजेसम्मको डिनरमा किनभने सबै त्यो नै टाइम भयो होइन। अब त्यसलाई मैले ऱ्यापअप गरेर फेरि लेख्नु पनि पर्छ होइन। अब यो कुराहरू चाहिँ तर मलाई सजिलो के छ भने हाम्रो युनिभर्सिटीमा हाम्रो हस्पिटलमा चाहिँ इट्स अ टिमवर्क, इट्स अ भेरी गुड डाइनामिक टिमवर्क छ। अनि त्यो टिमवर्कमा मलाई केही समस्या पऱ्यो भने इमिडिएटली मेरो आफ्नो यात्री साथीहरूलाई भन्नासाथ उहाँहरूले गरिदिइहाल्नुहुन्छ। अनि मेरो बोससँग पनि सजिलो छ, मेरो सहकर्मी साथीहरूसँग पनि सजिलो छ। त्यसैले गर्दाखेरि यो सँगसँगै जान सजिलो भयो। जस्तै अब बिरामी हेर्नु पऱ्यो, बिरामी हेर्ने टाइममा मलाई केही प्रशासनिक कुरा परिहाल्यो भनेदेखि अर्को साथीलाई यसो गरौँ न भन्नासाथ तुरन्त भइहाल्छ। अनि त्यो कारणले गर्दा समस्या छैन। डाक्टर साहब, जुन कामको सिलसिलामा यहाँ अमेरिका आउनुभयो ती कामहरूको सफलताको लागि हामी हार्दिक शुभकामना पनि दिन चाहन्छौँ र यहाँले धेरै कामहरू गरिसक्नु भएको रहेछ, धेरै खुसी लाग्यो र आफ्नो कार्यव्यस्तताका बावजुद पनि हाम्रो कार्यक्रमलाई थोरै समय दिनुभयो, त्यसको लागि मुरी धन्यवाद। हस्, थ्याङ्क यू भेरी मच। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। किनभने अब एक हिसाबले नेपालबाट हेर्ने भनेदेखि त्यो विदेश भनिन्छ होइन। अब विदेशमै रहनु भए पनि नेपालको कम्युनिटी धेरै छ। सबैको उद्देश्य राम्रो गरौँ भन्ने नै हुन्छ, कसैको उद्देश्य पनि केही नराम्रो भन्ने हुँदैन। उद्देश्य राम्रो गरौँ भन्ने आफ्नो आफ्नो रोल छ, त्यसमा अब तपाईँको रोल पनि महत्त्वपूर्ण छ। यही कुराहरू पनि मैले सबै समक्ष राखिदिएर राख्ने मौका तपाईँले दिनुभएर मलाई चाहिँ यो किन काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पताल भने के हो, कसरी काम गरिरहेछ र अमेरिकासम्म पनि हामीले केही गर्न सक्छौँ कि भन्ने कुराहरू जुन राख्ने मौका दिनुभयो। यद्यपि नभइसकेका कुराहरूलाई त तुरुन्तै भनिहाल्नुपर्ने जरुरी देखिँदैन, तर भइसकेका कुराहरूलाई मिडियामा भन्नु पनि राम्रै हुन्छ। यसलाई मौका दिनुभएकोमा म धेरै धन्यवाद दिन्छु र सँगसँगै सम्पूर्ण श्रोताहरूलाई पनि म यो अनुरोध गर्न चाहन्छु कि धेरै कुराहरू राम्रो भएका छन् नेपालमा पनि अमेरिकामा पनि। यसलाई अझ अगाडि बढाउनको लागि हातेमालो सबैले गर्नुपर्छ। आफ्नो ठाउँबाट सबैले सहयोग गऱ्यौँ भने अझ हामी धेरै अगाडि बढ्न सक्छौँ जस्तो लाग्छ। हस् डाक्टर साहब, फेरि पनि कार्यक्रममा आइदिनु भयो, धेरै धेरै धन्यवाद र यहाँको देश फिर्तीको लागि हामी शुभ यात्रा भन्न चाहन्छौँ। हस्, थ्याङ्क यू भेरी मच। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सल्लाह सुझाव छन् भने यहाँहरूले हाम्रो कार्यक्रमको इमेल ठेगाना jivanparivesh@yahoo.com मा सम्पर्क राख्न सक्नुहुनेछ। आउँदा कार्यक्रमहरूमा पुनः भेट्ने बाचाका साथ आजको लागि कार्यक्रम युनिटलाई बिदा दिनुहोस्। नमस्कार।